छोरो पनि विदेशमा छ, कमाइ पनि छैन। केले फिस तिर्ने भयो, छोरी पढ्न जान्छे। आफू बुढी एक्लै परेको छु। विदेशमा कमाइ छैन भन्छन्। के हो कसो हो केही थाहा छैन। तिरिहाल्छौँ नि दिदी, तपाईँको पैसा हामी जसरी भए पनि तिर्छौँ। अहिले मेरो बाबा विदेशमा हुनुहुन्छ, हामीलाई अहिले गाह्रै छ, बुझ्नु न दिदी। कति वर्ष भइसक्यो बहिनी, तिमीले यही भनेको आज तिर्छु, भोलि तिर्छु, पर्सि तिर्छु भन्दा 5 वर्ष गइसक्यो हौ। यत्रो लामो समय खै हामीलाई त अरूको ऋण त 5 दिनसम्म भयो भने त मुटु ढुकढुक हुन्छ, तिमीहरूलाई मुटु पोल्दैन। विदेशमा जानु भएको पनि 2 वर्ष भइसक्यो त अहिलेसम्म ऋण तिर्ने छाडकाट छैन त म दिनदिनै घर धाइरहन पर्छ र बहिनी? हुँदैन, मलाई त मेरो पैसा जसरी नै आजै चाहिन्छ। खुरुक्क तिम्रो आमालाई बोलाएर ल्याइहाल यहाँ, नत्र म पुलिस केस गरिदिन्छु। हेर है बहिनी, 5 वर्ष भइसक्यो, अब त तिमीले मेरो ब्याजको स्याज पनि तिर्न पर्छ, बुझ्या होला नि। पैसा ल्याइहाल मेरो खुरुक्क, अरू कुरा म जान्दिन। तिम्रो आमालाई बोलाइहाल यहाँ। बिन्ती छ दिदी, पुलिस केस नगर्नुहोस्, हामीलाई अहिले गाह्रै भएर हो। अबको 10 दिनभित्रमा हामी जसरी भए पनि तिर्छौँ दिदी। ल ठिकै छ बहिनी, तिम्रो यो मायालाको अनुहार देखेर मैले 10 दिनलाई टाइम दिन्छु। 10 दिनपछि तिमीले तिर्नौ भने चाहिँ म सियोर पुलिस नै लिएर आएर तिम्रो घरै आउँछु। कति धेरै काम बाँकी छ, फेरि आज बिहान यस्तो सबै के गर्ने हो। अब यसो बढाल्न जानु पर्यो, घर पनि त्यत्तिकै लथालिङ्ग छ, गाह्रो छ। फोहोर भएरै छ त। आमा यो कसको फोटो हेर्नुहोस् त। हेर न, हेर आफै हेर। कस्तो फोहोर लागेको रहेछ।